र डमरू बजाउने आँखा आफ्ना 10वटा औँलामा सबैले भनौ हर 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 आदरणीय महानुभावजीहरू बोलबम धाममा यसपालि 7 गते अब ध्यान दिउँ त 7 गते नेपालकै इतिहासमा पशुपतिनाथ पछिको सबैभन्दा ठुलो नन्दी कहाँ छ भनौ त फेरि भनौ एकपटक कहाँ छ त्यो नन्दीको प्राण प्रतिष्ठा कसको जुनीमा हुँदैछ हाम्रो एकपटक हातै उठाएर भनौ न हाम्रो जुनीमा अनि त्यो नन्दीको प्राण प्रतिष्ठा गर्ने कर्ताको हो एकपटक सबैले हात उठाउँछ र सबै यो भगवानको क्यामेराले खिचेको छ है हामी सबै कर्ता हौ हामी सबै कर्ता हो सब कर्ता हामी के गर्छौं 7 गते के गर्छौं त सबैले भनौ 7 गते नन्दी भगवानको सँगसँगै दोहोऱ्याउनुहोस् 7 गते नन्दी भगवानको प्राण प्रतिष्ठाका लागि हामी सबै आउने छौं 84 भोग प्रसाद खाने छौं रुद्राक्ष माला लाउने छौं हर हर महादेव 6 गते बेलुका भगवान नन्दीको प्रत्येक आमाहरूले के गर्नुस् भने 6 गते बेलुका थालीमा घरबाट आरती बनाएर 1000 आरती गर्ने हो 6 गते बेलुका 7 गते 84 भोग 1000 कमल 1 लाख दुबो 1 लाख बेलपत्र नन्दी भगवानलाई चढाउने हो विशेष दुध दही घिउ चिनी महबाट भगवानको विशेष पूजा हुनेछ र यो सबै कार्यक्रममा यसपालि हामी छुट्यौं भने हामी इतिहासमै वास्तवमा हामी सबै कुरा छुट्यौं के यसपालि नन्दीको पूजा हुँदैछ अबको 5000 वर्ष हुँदैन र यो कुरा पनि म यहाँलाई आग्रह गर्दछु र यसको लागि भक्त सज्जन वृन्दहरू हामी सबै कोही पनि यो पूजामा नछुटौँ म मेरो बाणीलाई यही पूर्णता गर्छु त्योभन्दा पूर्व थप विषय यज्ञको गुरुले राख्नुहुनेछ हामी सङ्कल्प गरेर जानेछौँ तबसम्म गुरुको हजुरहरू सङ्कल्पको लागि बनारसबाट गुरु आउनुभएको छ आचार्य दामोदर गुरु उहाँले यहाँ सङ्कल्प गराउनुहुनेछ भन्दै हजुरहरूले यो यात्रामा आउनुभएको छ एउटा कुरा भनिदिउँ यात्रामा आएपछि 3टा कुरा गर्नुपर्छ के त जप गर्नुपर्छ मैले जप गराएँ हजुरहरूलाई बसेर जप गर्नुभयो स्नान गर्नुपर्छ नदीमा गयो हजुरले जल सकिनुभयो त्यहाँनिर स्नान गरेर सबैले त्यो पुनः आउनुभयो अब एउटा कुरा चाहिँ के गर्नुपर्छ भनौँ 3टा कुरा यात्रामा हुन्छ तीर्थ जाँदा कहिले पनि नछोड्नु होला स्नान जप र तेस्रो कुरा हुन्छ दान हरिहर भगवानको त्यही भएर यो दान के गर्छ भन्दा यसो गोप्य दान नै अलिअलि हामीले सबै सुरुवात गर्नुपर्छ यो गोप्य दान ल्याउनुहोस् त गोप्य दानको भाँडो कहाँ छ मबाटै सुरु गरौँ यज्ञ कहाँ छ खै भाँडो ल्याउनु बेर गरेर हुन्छ नि लसीको ल्याउनुहोस् भाँडो गोप्य दान गर्दा नि के गर्ने अगाडिको नोट निकाल्ने फेरि गन्न थाल्नु हुँदैन हरिहर भगवानको यसमा गर्नुपर्छ गोप्य दान ल गोप्य दान हरिहर भगवानको यसो सबैलाई दान गरौँ भन्दै अब भने यो दानको कुरो हल्ला नगरिकन गर्ने हो फेरि खुसुक्क है गोप्य दानको टोलीले खुस्सा लिएर जाओस् र अबको कार्यक्रमलाई पुनः अगाडि बढाउनको लागि म यात्रा महासचिवलाई आग्रह गर्दछु धेरै धेरै धन्यवाद छ गुरुलाई धेरै महत्त्वपूर्ण कुरा राख्नुभयो आशीर्वचन प्रदान
हार्दिक आभार व्यक्त गर्न चाहन्छु। मैले कार्यक्रमकै बिचमा सहयोगी भक्तहरूको नामहरू यहाँका बिचमा उल्लेख गर्न चाहन्छु। रूपन्देही सैन्यविना नगरपालिका वार्ड नम्बर 3 बस्ने रमेश कुँवरबाट जेठो छोराको मृत आत्माको शान्तिको लागि 505 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँलाई ताली बजाएर सम्मान व्यक्त गरिदिनको लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। त्यसै गरी सैन्यविना 6 का सिद्धार्थ आमा समूहबाट